हाम्रो सुन्दर सहर धनकुटा नेपालकै पूर्वी पहाडी क्षेत्रमा अवस्थित शान्त एकान्त वातावरणमा पर्दछ। जो राजनीतिक दलले बनाउन नसके पनि प्राकृतिकको वरदान हो धनकुटा। यहाँका मान्छेहरू सब एकअर्कालाई मिलेर आफ्नो कल्चर, आफ्नो वेशभूषालाई अगाडि बढाएर आफ्नो मौलिकता झल्काउने गर्दछ। धनकुटामा आफ्नो वेशभूषा बचाउनका लागि धनकुटामा मात्र रहेको आठपरिया जातिको वडाङमेट जो कोहीले हेर्नका लागि पाउनु हुँदैन, किनकि यो आठपरिया जाति चाहिँ धनकुटामा मात्र पाउँदछ। आफ्नो कला संस्कृति जोगाउनका लागि चाहिँ उहाँहरूले चाहिँ वडाङमेट मनाउनुहुन्छ। आउनुहोस् अब हामी वडाङमेटमा गएर तपाईहरुलाई चाहिँ मारुनी नाच देखाउनेछौँ। आफ्नो कला संस्कृति जोगाउनको लागि चाहिँ धेरै मान्छेहरूले छोडिसक्नु भएको छ, तर पनि वडाङमेट चाहिँ वर्षौनी हुने गर्दछ। साँच्चै नै यति रमाइलो देख्दाखेरि आफूलाई पनि गर्व लाग्ने रहेछ यो ठाउँमा जन्मेर म हुर्किएँ भनेर। आफ्नो कला संस्कृति जोगाउनलाई यति धेरै मेहनत गर्नु हुँदैछ उहाँहरूले। यो वडाङमेटमा चाहिँ बच्चादेखि बुढापाकासम्म रमाउने गर्दछ। आउनुहोस् स्थानीयको पनि केही कुराहरू सुनौँ। नमस्कार, म उमेश आठपरिया। यो वडाङमेट भनेको हामी विशेष आठपरिया जातिले मात्रै मनाउने चाड हो। यो वर्षमा मङ्सिर कार्तिकै पूर्णिमादेखि मङ्सिरको औँसीसम्म मनाइन्छ। यो चाहिँ विशेष हामी भनेको यो जन्मदेखि मृत्युसम्म संस्कार मनाइने चाड हो यो, जुन चाहिँ हामी यहाँबाट यो ठुलो घर भनौँ न, यो ठुलो घरबाट गएर बारसत गइन्छ। त्यहाँबाट चाहिँ हामी त्यहाँ सम्पूर्ण मरेको जातिहरूलाई त्यहाँ संस्कार सम्पूर्ण रूपले गरेर होइन संस्कार संस्कृति गरेर अनि घरमा आएपछि जुन सेतो लुगा त्यो फुकाइन्छ। फुकाएपछि अनि हामी जन्मेका जुन जेठा छोराहरू उहाँहरूको हर्कबाट साथ यहाँ यो चाड मनाइन्छ। हामीले यो कार्तिकै पूर्णिमाको दिनमा सुरु भएर यो औँसीमा चाहिँ सक्छ यो हाम्रो चाड भनेको। यो हाम्रो चाड जन्मदेखि मृत्युसम्मको सम्पूर्ण सक्छ यहाँ हुन्छ है। हवस्, नमस्कार। बाबा धनकुटामा मात्र बसोबास गर्ने आठपरिया राई जातिहरूको महान चाड वडाङमेट चाडको बाबा शुभकामना गर्दै धनकुटामा मात्र बस्दै आएको आठपरिया राईहरूको महान चाड वडाङमेट चाडको आज अन्तिम दिन खोइ भनेर भनिन्छ। यो चाहिँ होइन, योभन्दा अगाडि 15 दिन मनाइने चाड हो। यो चाहिँ विशेष गरी यो